हेलो, गुड मर्निङ अनि सबैजनालाई खाम्रीमो है। आज चाहिँ मेरो मिनी ब्लगमा चाहिँ तपाईँलाई स्वागत छ है। यो चाहिँ मैले एकदम बाँस चाहिँ किन देखाएको भन्दा यो चाहिँ एकदम चाइनिज बाँस भनिन्छ। यसलाई चाहिँ एकदम कलर पनि दामी हुन्छ, पहेँलै हुन्छ है। तर यसको चाहिँ बिचमा चाहिँ एउटा दार्का हुन्छ है, ग्रिन कलरकै हुन्छ। तर यसलाई चाहिँ मैले चाहिँ किन चाहिँ काटेर यस्तो राखेको भन्दाखेरि चाहिँ एकदम योलाई चाहिँ यो पिप्सिङलाई चाहिँ कोइन चाहिँ एकदम मैले चाहिँ पोलिरहेको छु है। यो कोइन चाहिँ किन पोलेको भन्दाखेरि चाहिँ यो चाहिँ एकदम डिजाइन लगाउनु लागि चाहिँ मैले पोलेको है। पिप्सिङमा चाहिँ एकदम यस्तो डिजाइन लगाएको छ भने चाहिँ एकदम दामी देख्छ है। अन्त चाहिँ मजाले पोलेर चाहिँ यसलाई चाहिँ डिजाइन दिइबस्नुपर्छ है। यो चाहिँ एकखेप पोलेर मात्रै हुँदैन है, घरि पोल्नुपर्छ है। अन्त मात्रै डिजाइन दामी देख्छ है। अन्त यो चाहिँ ब्याम्बो चाहिँ अलिकति काँचोले गर्दाखेरि चाहिँ डिजाइन बस्नु चाहिँ अलिक साह्रै पर्दो रहेछ है। भए पनि ट्राई गरिबस्यो भने चाहिँ राम्रो हुँदा चाहिँ सुकेकोमा चाहिँ यस्तो दामी डिजाइन बसिन्छ है। अन्त यो ब्याम्बो चाहिँ किन चाहिँ यतिकै राखौँ है, किन यतिकै वेस्ट हुन्छ भनेर चाहिँ मैले चाहिँ यसलाई चाहिँ डिजाइन लगाएर चाहिँ राखेको है। अन्त यो चाहिँ मेरो स्पेसल आप्पाको लागि बनाएको है। अन्त यो चाहिँ फाइनली चाहिँ यतिको चाहिँ हुँदो रहेछ है। पिप्सिङ चाहिँ यो चाहिँ एकदम बस्तीमा चाहिँ जाँड खानु लागि चाहिँ दामी हुन्छ है। अनि तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ है। यो चाहिँ एकदम चाइनिज बाँस छ भने चाहिँ यसलाई चाहिँ नफ्याँक्नुहोस् है, मजाले पिप्सिङ बनिन्छ यसले चाहिँ। अरू चिजमा पनि युज हुन्छ होला, तर मैले चाहिँ यो चाहिँ सायद देखेर चाहिँ यसलाई चाहिँ यस्तो डिजाइन बनाउँछु भन्ने सोचेको थिएँ। अनि ओके, बाई बाई।